हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। नमस्ते सबैजनाले। फेरि आज चाहिँ म हेर्नुहोस् ल, आज चाहिँ यो बेडुला टिप्न आएको थिएँ। हजुरको ठाउँतिर चाहिँ के भन्छन् है? हाम्रो ठाउँमा चाहिँ यसलाई बेडुला भन्छन् होइन। एक प्लास्टिक चाहिँ मैले टिपिसकेँ होइन। र अब एक प्लास्टिक टिपेर अब म घर जाँदैछु। बारीको बिचमा छु है। र बारीको बिचबाट अब म चाहिँ घर जान लागेको छु। हेर्नु ल, यस्तो झाडी झाडी छ क्या हाम्रो बारी। फेरि यो रुखैभरि बेडुला रहेछ नि यताउति। त्यही भएर एक प्लास्टिक बेडुला त मैले टिपिसकेँ। अब यसो घरतिर जान लागेको छु। यहाँ फेरि झाडी झाडी छ क्या हाम्रो बारीमा, धन्नै लुट्टेन। हेर्नुहोस्, यस्तै हुन्छ बारीबाट आएपछि। सो बारीमा अब घर जान लागेको छु। सबैजनाले कमेन्ट गरेर भन्नु होला हजुरको ठाउँतिर के हुन्छ नि। यहाँ पनि बेडुलाको रुख रहेछ। यो चाहिँ बेडुलाको रुख हो है साथीहरू। यो चाहिँ हाम्रो सुन्तलाको रुख छन्। सुन्तलाको भारीभरि सुन्तलाका रुख पनि लगाउनु हो। सुन्तला खुर्सानी यिनी फलफुलहरूको रुख छन् कि हाम्रो गाउँमा। फेरि सुन्तलाको रुख भयो होइन। अच्छा हेर्नुहोस् ल, यस्तो ठाउँमा छु म बारीको बिचमा है। यसलाई चाहिँ भन्छन् बारी है। यस्तै टाढा जानुपर्छ साथीहरू। हेर्नुहोस्, यो पनि सुन्तलाको बच्चा। यो भर्खरै उम्रिँदैछ तिनी पनि। यिनी चाहिँ बाहरूले चाहिँ मस्तै लगाएर राख्नुहुन्छ कि यस्तै यस्तो फलफुलहरूका रुखहरू। अरे हेर्नुहोस्, एक प्लास्टिक बेडुला टिपेर ल्याइसकेँ मैले साथीहरू। हेर्नुहोस् पुरा कति जता कति सुन्तलाको रुखहरू छन् हाम्रो फेरि बारीमा। हजुर बाले रोप्नु भएको। आज अस्ति नैदेखि अलिअलि पाकिरहेको थिएँ। आज बेसरी नै पाकेछन्। त्यही भएर फेरि बेडुला टिपेर आएँ म होइन। हेर्नु, यिन चाहिँ सुन्तलाको बेर्ना हुने। हजुरहरूलाई चाहियो भने ट्याक्क मलाई सम्पर्क गरे हुन्छ। सुन्तलाको बेर्ना चाहियो भने यहाँ जता कतै बेर्ना खान्छ सुन्तलाका हाम्रो घरमा है। यस्तै छ हेर्नु साथीहरू। यत्रो लिएर आएँ। यो चाहिँ हाम्रो घरको कुकुर है। यो चाहिँ हाम्रो घरको कुकुर हो साथीहरू। हामीहरूले चाहिँ ट्याक्कै एक प्लास्टिक बेडुला लिएर आइसक्यौँ। ल मम्मी, बेडुला लिएर आयो। यो तिम्रो लागि। मम्मीको लागि चाहिँ बेडुला ट्याक्क होइन बहिनीहरू। बेडुला टिपेर आएको थिएँ। मैले त उहीँ खाएँ भाइ टन्ने। उहीँ खाएँ किसिम। फेरि यसो आज भ्लग बनाइदिउँ भनेर स्टार्ट गरिदिएको कि है साथीहरू। कस्तो लाग्छ सबैले लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु होला होइन। क्वालिटी त राम्रो हुँदैन होला। अब नयाँ नयाँ सिक्दैछु होइन। अब कस्तो लाग्छ हजुरहरूले सुझाव सल्लाह दिनु होला। अझै राम्रो भिडियो बनाउने ट्राई गरेर हुन्छु होइन। हजुरहरूले साथ सपोर्ट गरिदिनु होला। लाइक कमेन्ट सेयर गरिदिनु होला। भर्खर सिक्दैछु, त्यसैले अब राम्रो गर्ने ट्राई गरेर हुन्छु। हजुरहरूले बस माया गर्नु होला। हेर्नु साथीहरू है, मतलब एक बेडुला टिपेर आयो। मैले आनन्दले बसेँ रुखमा, खाएँ पनि आनन्दले। खाऊ ल तिमीहरूले, मम्मीहरूको लागि ल्याइदिएको थिएँ। अब यहीँ नै एन्ड गरौँ। यो चाहिँ हाम्रो घरको कुकुर है होइन। अब सबैले माया गर्नु होला, साथ सपोर्ट दिनु होला है। अब फेरि बनाउँछु म अझै राम्रो भ्लगिङ बनाउँछु। र कमेडी सर्ट्सहरू पनि बनाइरहेको हुन्छु युट्युबमा। हेरिदिनु होला सबैले, माया गरिदिनु होला। र अझै राम्रो ल्याउने ट्राई गर्छु। अहिलेको लागि चाहिँ थ्याङ्क यू सो मच।